सबैलाई धपाएर हामी बाध्य भएर विदेशमा पढ्न आउनु परेको छ। म दलवीर सिंह कामीमै थिएँ। दलवीर सिंह कामी त्यतिखेरका वैज्ञानिक थिए। राजाले उनलाई बक्सिस मात्रै दिएनन्, सरकारी जागिर पनि लगाइदिए। सरकारी जागिर पाएपछि दलवीर सिंह कामी घोडा चढेर हिँड्थे। त्यो फोटो तपाईँहरू खोज्नुभयो हुन्छ दलवीर सिंह कामी भनेर। कामीको छोरो घोडा चढेर हिँड्यो भनेर तपाईँ हाम्रो बाबुबाजेले कति रिस डाहा गरेका थिए। काम गर्दा गर्दै, देशको सेवा गर्दै गर्दै एक बिहान दलवीर सिंह कामी रुखमा झुन्डिएको फेला परे। अहिले पनि शङ्का गरिन्छ उनलाई कसैले झुन्ड्याएर मारेको हुनुपर्छ भनेर। ल भन्नुहोस्, बक्सिस दिने राजा चाहिँ सामन्ती, झुन्ड्याएर मार्ने तपाईँ हाम्रो समाज चाहिँ राजाभन्दा दयालु हुनसक्छ? कसको कारणले गर्दा छुवाछुत हटेको छैन स्पष्ट हुन्छ। त्यसपछि दलवीर सिंह कामीको परिवारले साह्रै दुःख पाए। त्यसपछि एउटै मात्रै विकल्प, राजालाई खबर गर्ने, राजालाई गुहार माग्ने। त्यतिखेर वीरेन्द्र राजा भएका थिए, महेन्द्र बितिसकेका थिए। राजा वीरेन्द्रलाई पत्र लेखेपछि राजा वीरेन्द्रले पत्र पाउने बित्तिकै तुरुन्त दलवीर सिंहका परिवारहरूलाई राहत दिनु भनेर हराए। त्यो राहत पनि अदालतका मान्छेदेखि लिई सबैले मिलेर खाए। दलवीर सिंहका परिवारले 1 रुपियाँ पनि दिएनन्। ल भन्नुहोस्, राहत दिने राजा सामन्ती हुने, त्यो राहतमा आएको पैसा पनि लुटेर खाने तपाईँ हाम्रो पुर्खा, हाम्रो बाबुबाजेहरू चाहिँ महात्मा हुने हुन्छ? को पापी हुन्, को सामन्ती हुन् त? तपाईँ हामी हाम्रो छातीमा हात राखेर भनौँ त, हाम्रो बाबुबाजेले चाहिँ महिलालाई अधिकार दिन्थे, हाम्रो बाबुबाजेले चाहिँ छुवाछुत गर्दै गर्दैनथे भनेर भन्नुहोस् त। तपाईँ हाम्रो समाजले नि अन्तर्जातीय विवाह गर्यो भनेर खेदेर ओडारमा लुकेको जोडीलाई राजाले भेटाएर ल्याएर त्यो ओडारमा भएको मन्दिरको पुजारी राखे र राजादेखि सबैजना चिडिए। तपाईँको बाबुबाजे पनि चिडिनु भयो होला, हाम्रो बाबुबाजे पनि चिडिए। यो छुवाछुत, यो विभेद नहट्नुमा राजाको भन्दा बढी दोष तपाईँ हाम्रो बाबुबाजे र पुर्खाको छ। धेरैजना साथीहरू विदेशमा हुनुहुन्छ र उहाँहरू भन्नुहुन्छ गाउँ गाउँमा बच्चा जन्माउँदाखेरि चाहिँ कतिजना चाहिँ उपचार नपाएर मरे भनेर भन्नुहुन्छ। अहिले तपाईँ भन्न सक्नुहुन्छ तपाईँको बच्चा जन्माउने बेलामा चाहिँ म कुनै गाउँको कुनामा लगेर जन्माउँछु भनेर सक्नुहुन्छ? तपाईँ विदेशमै जन्माउनुहुन्छ, किनकि अहिले पनि त्यस्तै छ। राजाहरूको पालामा पासपोर्ट पाइँदैन थियो, विदेश जान पाइँदैन थियो। तपाईँ हाम्रो बाबुबाजे विदेशै गएको भए पनि के कामका लागि जान्थे होला सोच्नुहोस्। आज पासपोर्ट नि कति हजार बङ्गालीको हातमा छ, गन्ती गर्न सकिँदैन। कति हजार विदेशीको हातमा नेपाली पासपोर्ट छ, त्यो भन्न सकिँदैन। र तपाईँ हामीलाई थाहा हुनुपर्छ, माओवादीको केन्द्र मानेको रुकुमको हर घरका मान्छेहरू हिँडेर अमेरिका गएका छन् बिना पासपोर्ट। क्या त्यो तिनीहरू के भनेर गएका छन् थाहा छ? हामी राजावादी हौँ, यहाँ हामी काङ्ग्रेस हौँ, माओवादीले हामीलाई नेपालमा बस्न खान दिएन, टिक्न दिएन भनेर आफै माओवादी हुँदा लागेको गोलीको दाग यो चाहिँ माओवादीले मलाई हानेको मार्नलाई भनेर देखाएर अहिले अमेरिकामा शरण लिएर बसेका छन्। धेरैजना नक्कली कलाकारहरू जापान आएर के लेख्छन् त भन्दाखेरि म राजावादी हुँ या म काङ्ग्रेस हुँ, मलाई चाहिँ नेपालमा गयो भने माओवादीले मार्छ, अहिले पनि समाजले स्वीकार्दैन, त्यही भएर म जापानमै बस्न चाहन्छु भनेर भन्छन्। यस्ता घटना कति छन्। यसरी मान्छेको व्यापार राजाको पालामा हुँदैन थियो, पासपोर्ट दिँदैन थियो, त्यो कुरा सही हो। तर त्यतिखेर विदेश जाने त्यस्तो किसिमको प्रचलन पनि त थिएन नि। त्यतिखेर पासपोर्ट मन्त्रालय पनि त बनिसकेका थिएन नि। बिस्तारै विकास भयो नि त। त्यतिखेर विश्व नै त्यस्तो किसिमको अवस्थामा थियो, भर्खर विश्वयुद्ध सकेर आइसकेको अवस्था थियो। त्यतिखेर तपाईँलाई पासपोर्ट चाहिने, अमेरिकाको PR चाहिने, तपाईँलाई चाहिँ एजु चाहिने भएको त कहाँ दिन्छ त? अहिले दिन थाल्यो नि त। यतिखेर राजा हुन्थ्यो भने चाहिँ दिँदैन थियो भनेर भन्ने कुरा हुन्छ र? तपाईँ जापानमा बस्नुहुन्छ, अमेरिकामा बस्नुहुन्छ, कोरियामा बस्नुहुन्छ, तपाईँ 1 करोडको घर बनाउन चाहनुहुन्छ, तर तपाईँलाई नि 1 करोडमा चाहिँ एउटा गोठ दियो भने तपाईँ लिनुहुन्छ? लिनुहुन्न नि। 1 करोडको कस्तो घर बन्नुपर्छ तपाईँलाई पनि थाहा छ। अहिले नेपालमा जति लगानी भएको छ नि, कति खरब, त्यसमा जति विकास भएको छ, त्यो विकाससँग तपाईँ सन्तुष्ट हुनुहुन्छ? तपाईँ आफ्नो पैसा लगानी गर्न परेको भए नि तपाईँ त्यो कुरा मान्नुहुन्थ्यो। त्यसकारणले भ्रष्टाचार गरे पनि अलिअलि गरे होला नि, देश विकास पनि त भएको छ नि, बाटो आएको छ भन्नु ठुलो कुरा होइन। त्यो बाटोले हामीलाई कति ऋण बोकाएको छ त्यो पनि सोच्नुपर्छ। त्यो एयरपोर्ट बनेको छ नि, त्यो एयरपोर्टको कमाइ छैन, सुक्को छ र चीनले त्यो एयरपोर्ट आफ्नो दाबी गर्ने बेला भइसक्यो। त्यो कहाँ र ल्याएर तिर्ने? श्रीलङ्कामा के महामारी आइपुग्यो, चीनले श्रीलङ्का किनेको थियो टुक्रा। नेपाल भोलि चीनले आफ्नो दाबी गर्दैन भनेर कसरी भन्ने? जसरी युक्रेनको खानीमा अमेरिकाले दाबी गर्यो, भोलि हामीले चीनलाई हिउँ बुझाउन पर्ने, भैयालाई पानी बुझाउनु पर्ने भयो भने त्यतिखेर के ल्याएर तिर्ने अनि आफ्नो सामान फिर्ता ल्याउने? ल भन्नुहोस्, यति धेरै ऋण कसरी तिर्ने?
त्यो त्यतापट्टि पनि सोचौँ क्या साथीहरू। 5 वर्षमा चुनाव हुन्छ, राम्रो मान्छे आइहाल्छ नि भनेर सोच्ने हो भने 20 वर्षमा 4-5 चोटि चुनाव भइसक्यो, कहिले पनि राम्रो मान्छे आउन पाएन, किनकि चुनावै कसैको लगानीमा हुन्छ। चुनाव गर्ने पैसा पनि नेपालसँग छैन, अर्कालाई मागेर गर्ने हो। मागीको चुनावमै कस्तो नेता आउन पाउँछ र ती आएका नेताले कतिसम्म गर्न सक्छन्, र यो संविधानभित्र बसेर कुनै पनि मन्त्रीले राम्रोसँग काम गर्न सक्दैनन्। हरेक मन्त्रीको इन्टरभ्यू सुने हुन्छ। त्यसबाट हामीले हाम्रो देशका मन्त्रीले आफ्नै देशको लागि खुलेर काम गर्न सक्ने व्यवस्थाको माग गरेका हौँ। त्यति माग गर्दैमा हामी रैती हुन्छौँ भने रैती हुन्छौँ, तर नमिठो वचन नगर्नु होला। तर्क गर्न सबैले पाउँछ, बाधे जाए त्यो तत्त्वबोध, वाद विवादबाटै कुराकानी बुझ्ने हो। त्यही भएर रैती हो, यस्तो हो, त्यस्तो हो भनेर मुखै छाडिहाल्नु चाहिँ राम्रो हुँदैन। धन्यवाद।